आज हामी शासनको एउटा एकदमै महत्त्वपूर्ण सिद्धान्त शक्ति पृथकीकरणको बारेमा कुरा गरौँ। आखिर यो आधुनिक सरकारको जग्ने किन मानिन्छ र यसले हाम्रो दैनिक जीवनमा कस्तो असर पार्छ? ल आउनुहोस् यसलाई अलि गहिरिएर बुझौँ। सुरुमै एउटा आधारभूत प्रश्नबाट सुरु गरौँ न। यदि सबै शक्ति, सबै अधिकार एउटै व्यक्ति वा संस्थाको हातमा थुप्रियो भने के होला? हो, यही प्रश्नको जवाफ खोज्ने क्रममा नै शक्ति पृथकीकरणको अवधारणा जन्मेको हो। त्यसो भए यो शक्तिको समस्या आखिर हो तरी के? शक्तिलाई किन बाँड्न जरुरी छ भनेर बुझ्नको लागि पहिला त शक्ति एकै ठाउँमा जम्मा हुँदा कस्ता कस्ता खतराहरू हुन्छन् भन्ने कुरा बुझ्नुपर्छ। एउटा एकदमै चर्चित भनाइ छ नि, शक्तिले भ्रष्ट बनाउँछ र पूर्ण शक्तिले पूर्ण रूपमा भ्रष्ट बनाउँछ। यो भनाइले समस्याको जडलाई ठिक समात्छ। जब सबै अधिकार एउटै ठाउँमा हुन्छ, शक्तिको दुरुपयोग हुने सम्भावना एकदमै धेरै हुन्छ। यसले अत्याचारलाई जन्म दिन्छ र नागरिकहरूको व्यक्तिगत स्वतन्त्रता पनि खोज्छ। त्यसो भए यो गम्भीर समस्याको समाधान के त? हो, यहीँनेर हामी शासनको एउटा महत्त्वपूर्ण सिद्धान्तमा प्रवेश गर्छौं, शक्ति पृथकीकरण। यो यस्तै भ्रष्टाचार र अत्याचारलाई रोक्नको लागि विकास गरिएको एउटा बौद्धिक उपाय हो। सरल भाषामा भन्नुपर्दा शक्ति पृथकीकरण भनेको सरकारको शक्तिलाई टुक्र्याएर बाँड्नु हो। यो एउटा यस्तो सरकारी मोडेल हो जहाँ राजनीतिक शक्तिलाई अलग अलग शाखाहरूमा विभाजन गरिन्छ। यसको एउटै मुख्य उद्देश्य छ कुनै पनि एउटा शाखालाई अरूभन्दा धेरै शक्तिशाली हुन नदिनु। ल, यो सिद्धान्तलाई व्यवहारमा कसरी उतारिन्छ त? यसको पूरा संरचना सरकारका 3वटा स्तम्भहरूमा टिकेको छ। यसलाई एउटा 3 खुट्टे टेबल जस्तै सम्झिनुस् न, जहाँ हरेक खुट्टाले टेबललाई स्थिर राख्न बराबर भूमिका खेल्छ। एउटा खुट्टा मात्रै कमजोर भयो भने पुरै टेबल नै ढल्न सक्छ। अब कुरा गरौँ पहिलो स्तम्भको, व्यवस्थापिका। यो सरकारको त्यो अङ्ग हो जसको मुख्य जिम्मा भनेको देश चलाउन चाहिने नियम कानूनहरू बनाउनु हो। एक हिसाबले यिनीहरू कानून निर्माता हुन्। व्यवस्थापिकाको प्रमुख काम भनेकै समाजको लागि नियम कानून बनाउनु हो। यसले जनताको आवाजलाई प्रतिनिधित्व गर्छ र उनीहरूकै लागि नियमहरू तयार पार्छ। यसलाई नियमहरू लेख्ने शाखा भनेर पनि सोच्न सकिन्छ। अनि देशको बजेट स्वीकृत गर्ने जस्तो महत्त्वपूर्ण अधिकार पनि यो सँगै हुन्छ। अब आउँछ दोस्रो स्तम्भ, कार्यपालिका। हेर्नुस्, कानून बन्नु एउटा कुरा हो, तर त्यसलाई लागू गर्नु अर्कै कुरा हो। यही काम कार्यपालिकाले गर्छ। व्यवस्थापिकाले बनाएका कानूनहरूलाई कार्यान्वयनमा ल्याउने जिम्मा यसको हो। कार्यपालिकाको मुख्य काम भनेको कानूनहरूलाई लागू गर्नु र सरकारको दैनिक प्रशासनिक कामकाज चलाउनु हो। यदि व्यवस्थापिकाले नियम लेख्छ भने कार्यपालिकाले ती नियमहरूलाई लागू गर्छ। यसले देशका नीतिहरूलाई निर्देशन दिन्छ र पुरै सरकारी मेसिनरीलाई चलायमान राख्छ। र अब हाम्रो तेस्रो र अन्तिम स्तम्भ हो न्यायपालिका। यसले बनेका कानूनहरूको रक्षा गर्छ र न्याय प्रणालीको निगरानी गर्छ ताकि सबैले निष्पक्ष न्याय पाउन्। न्यायपालिकाको भूमिका भनेको कानूनको व्याख्या गर्नु हो। यसले कुनै कानूनको खास अर्थ के हो भनेर स्पष्ट पार्छ, मानिसहरू बीचको विवाद समाधान गर्छ र सबैभन्दा महत्त्वपूर्ण कुरा, कानूनहरू निष्पक्ष रूपमा लागू भएको छ कि छैन भनेर हेर्छ। यसलाई नियमहरूको व्याख्या गर्ने र सही प्रयोग सुनिश्चित गर्ने शाखाको रूपमा बुझ्न सकिन्छ। ल, यहाँ हेरौँ त, 3वटै अङ्ग एकै ठाउँमा। व्यवस्थापिका जसले कानून लेख्छ, कार्यपालिका जसले कानून लागू गर्छ र अन्तमा न्यायपालिका जसले कानूनको व्याख्या गर्छ। हो, यही शक्ति विभाजन नै एउटा स्वस्थ शासन प्रणालीको आधार हो। तर शक्तिलाई यसरी विभाजन गरेर मात्रै पुग्दैन। यी 3 स्तम्भहरूले एकअर्कालाई कसरी नियन्त्रणमा राख्छन् त? हो, यहीँनेर नियन्त्रण र सन्तुलनको एउटा गतिशील प्रणालीको भूमिका आउँछ, जसले यो पुरै संरचनालाई साँच्चै नै प्रभावकारी बनाउँछ। यहाँ एउटा स्वाभाविक प्रश्न उठ्छ, शक्ति बाँडिए पनि कुनै एउटा शाखाले अरूलाई उछिनेर शक्तिशाली बन्न खोज्दैन र? हो, यही हुन नदिनको लागि त नियन्त्रण र सन्तुलनको व्यवस्था गरिएको हो। नियन्त्रण र सन्तुलन भनेको एउटा यस्तो प्रणाली हो जहाँ हरेक शाखालाई अर्को शाखाको शक्तिलाई सीमित गर्ने वा जाँच गर्ने केही अधिकारहरू दिइएको हुन्छ। यो एक किसिमको आपसी निगरानी प्रणाली जस्तै हो, जसले शक्तिलाई सधैँ सन्तुलनमा राख्छ र कुनै पनि एउटा अङ्गलाई तानासा बन्नबाट रोक्छ। ल, एउटा उदाहरण हेरौँ न, यसले व्यवहारमा कसरी काम गर्छ भनेर। मानिन्यौ व्यवस्थापिकाले एउटा कानून बनायो, तर कार्यपालिकालाई त्यो कानून ठीक लागेन भने उसले भिटो प्रयोग गरेर त्यसलाई रोक्न सक्छ।
त्यस्तै यदि त्यो कानून संविधानसँग बाजिएको छ भने न्यायपालिकाले त्यसलाई असंवैधानिक घोषणा गरेर खारेजै गर्न सक्छ। देख्नुभयो कसरी हरेक शाखाले अर्कोलाई नियन्त्रणमा राख्छ। अब अन्तिम र सबैभन्दा महत्त्वपूर्ण खण्डमा जाउँ। आखिर यो सिद्धान्त हाम्रो लागि किन यति महत्त्वपूर्ण छ? यो सरकारी संरचनाको सिद्धान्तले हामी जस्ता आम नागरिकको जीवन र स्वतन्त्रतामा कसरी असर पार्छ त? यसका फाइदाहरू त एकदमै स्पष्ट छन्। पहिलो, यसले तानाशाहीलाई रोक्छ, किनभने कुनै पनि व्यक्ति वा समूहले पूर्ण नियन्त्रण लिन सक्दैन। दोस्रो, यसले नागरिकहरूको स्वतन्त्रताको रक्षा गर्छ। तेस्रो, यसले सरकारलाई जनताप्रति जवाफदेही बनाउँछ। र चौथो, यसले विधिको शासन अर्थात् कानूनभन्दा माथि कोही छैन भन्ने सिद्धान्तलाई बलियो बनाउँछ। भनेपछि सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने शक्ति पृथकीकरण केवल किताबमा पढ्ने एउटा सिद्धान्त मात्र होइन, यो त वास्तवमा हाम्रो स्वतन्त्रताको संरक्षक हो। यो त्यो संरचना हो जसले सुनिश्चित गर्छ कि शक्ति जनताको सेवाको लागि प्रयोग होस्, उनीहरूलाई दमन गर्नको लागि होइन। र अब जाँदा जाँदै एउटा सोच्न बाध्य बनाउने प्रश्न, के शक्तिको यो सन्तुलन कहिल्यै पूर्ण रूपमा ठिक हुन्छ त? वास्तवमा यो एक निरन्तर चलिरहने प्रयास हो, एक यस्तो नाजुक सन्तुलन जसलाई कायम राख्न निरन्तर सजगता र नागरिकहरूको सहभागिता चाहिन्छ। यसबारे एकपटक सोच्नुहोस् है त।